तत्कालीन गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्। तर प्रश्न उठ्छ, यो निर्णय आफ्नै विवेकले हो कि पार्टीको दबावमा? अझ गहिरो प्रश्न त यो हो, नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीको दम्भ हो कि अझै बाँकी रहेको घमण्ड? हु सरकार भन्दै लोकतान्त्रिक प्रक्रियामाथि नै खिल्ली उडाउनु के पूर्व प्रधानमन्त्रीलाई शोभा दिन्छ? भाद्र 23 गते कलिला विद्यार्थीमाथि गोली चलाउन आदेश दिने प्रधानमन्त्री, गृहमन्त्री, आइजिपी र सिडिओले जाँचबुझ आयोगले बयानका लागि बोलाएको हो भने त्यो समय र स्थानमा उपस्थित हुनु संवैधानिक दायित्व हो। भाद्र 23 र 24 गतेको नेतृत्वको अलिकति पनि दम्भ र अहङ्कार घटाएको भए राजनीतिक अझ सम्मानित देखिन्थ्यो। अहिलेसम्म सत्तामै रसगस गर्थे। सिंहदरबार किन जलाइयो? के त्यो जनताको आक्रोश थिएन? के त्यो सत्ता केन्द्रित अहङ्कार विरुद्धको विस्फोट थिएन? नेताहरूका निजी सम्पत्तिमाथि किन आगो सल्कियो? यसको अर्थ बुझ्ने चेत अझै एमाले र काङ्ग्रेसको नेतृत्वमा देखिँदैन। नेकपा एमाले सत्ताको स्वाद सम्झिँदै छटपटाइरहेको छ। कहिले सत्तामा पुगिन्छ भनेर बेचैनी एमालेमा स्पष्ट देखिन थालेको छ। उता काङ्ग्रेस भने अझै पनि अनिर्णयको दलदलमा छ। महाधिवेशन गर्ने कि चुनावमा होमिने, सभापतिको कुर्सी वरिपरि मात्र राजनीति घुमिरहेको छ। सिनियर दाइकी कान्छो भाइको बहसले पार्टीको दिशा होइन, व्यक्तिको महत्त्वाकांक्षा मात्र देखाएको छ। यी बीचमा नयाँ शक्तिहरूको भेटघाट बाक्लिँदैछ। यो संयोग होइन, आवश्यकताको सङ्केत हो। यदि साँच्चै नै देश बनाउने हो भने पुराना दम्भ र अहङ्कार बोकेका शक्तिले होइन, नयाँ सोच, नयाँ सङ्कल्प र नयाँ एकताले मात्र सम्भव छ। प्रश्न सरल छ, सत्ता चाहिएको हो कि देश? यदि देश चाहिएको हो भने नयाँ शक्तिहरू एक ठाउँमा आउनु आजको आवश्यकता हो।